कान्छी उत्पादनले सही मूल्य पाछैन कृषि क्रान्ति नगरी छैन हे कान्छी उत्पादनले सही मूल्य पाछैन कृषि क्रान्ति नगरी छैन साँच्चै कृषि क्रान्ति नगरी छैन प्रहरी चौकी सैनिक तालिम हक्सीमा आसाना सवडेश्वर कृष्ण मन्दिर भगवती दर्शन चिसोपानी गहिरै गाउँ माथि काली माता मिलिजुली बस्छौँ सबै शिक्षित अनि ज्ञाता कति राम्रो आजकल हे कान्छा दुःख गरे नहुने छैन स्वर्ग खोज्न कहीँ जानु पर्दैन हे कान्छा दुःख गरे नहुने छैन स्वर्ग खोज्न कहीँ जानु पर्दैन ए साँच्चै स्वर्ग खोज्न कहीँ जानु पर्दैन कान्छी डाङ्लै भारे ओह्रालो झर्दै डाङ्लै भारे यो बगान समितिको घर हो यो खारेल थोका कोसी देखा सुनकोसीको तीरमा मनोरम दृश्य हेरौँ नराखौँ मन्दिरमा रङ्गी चङ्गी फुल फुली हरियाली छायो सुनकोसीको पानी अब पाँच खालैमा आयो कति राम्रो आजकल हे कान्छी नजिकै हो यो चाहिँ चापा मोड हो चापा मोड डाङ्लै भारे चापा मोड नारायणखानको गुप्तेश्वर गुफाभित्र पस्दा भित्र बस्दा स्वर्ग लाग्छ आफूलाई आफै लाग्यो बेली उर्वर भूमि झुल्छन् मोती फुल्छन् बेली चमेली हे कान्छा उर्वर भूमि सिँचाइ भयो अहिले झन् जोड्नु पर्छ कृषि र पर्यटन हे कान्छा उर्वर भूमि सिँचाइ भयो अहिले झन् जोड्नु पर्छ कृषि र पर्यटन ए साँच्चै जोड्नु म चाहिँ एक्लै छु गाइज म सुनसान भएर गीत सुन्दै एक्लै आरामले हिँडेको छु बिस्तारै ओह्रालोमा इभी गाडीमा सरेर बिस्तारै एक्लै त्यो चापा बोट कटेर ओह्रालो झर्दैछु पानी चाहिँ गिरन्छ पानी पानी बालुवा हुँदै खडशिला। बगैँचा बगैँचामा हाँस खेल गरौँ खाऊ नाचौँ मैचा मैटेल गाउँ नयाँ बस्ती बेला गाउँको सानो संस्कृतिलाई माया गरौँ राखौँ पहिचान कति राम्रो आजकल हे कान्छी आफ्नै भाषा आफ्नै छ ठाउँ बोलाउँ संस्कृतिको धनी छ हाम्रो गाउँ हे कान्छी आफ्नै भाषा आफ्नै छ ठाउँ बोलाउँ संस्कृति
फुल